अनि तपाईहरुले चाहिँ संसदमा जे पनि गर्नुहुने प्रतिपक्षी भएकै नाममा हामीले के गर्यौं जे पनि के गर्यौं हामीले के गर्यौं त्यो दिन चाहिँ तपाईको के ब्लड प्रेसर हाई भएको थियो हामीले के गर्यौं ब्लड प्रेसर चेक गर्नु भएको छैन प्रेसर चेक गर्नु भएको छैन त्यो एक पक्षले मात्रै गल्ती हुन्छ एक हातले ताली मात्रै बाज्छ हजुर एक हातले ताली बजाएर तपाईलाई उच्च रक्तचापको समस्या त छैन नि गरिबी कति घट्यो शिक्षामा कति सुधार गर्यौं हामीले स्वास्थ्यमा कति सुधार गर्यौं अहिले खेलकुदको क्षेत्रमा तपाईहरुले सबै गरे भए जनताले तपाईहरुलाई यो ठाँचा पुर्याउँदैन थिए है प्रत्यक्षमा 9 सिट तपाईहरुको सबभन्दा ठूलो समस्या चाहिँ मलाई कहाँ हो जस्तो लाग्छ भने म अरु विषयमा त जान्छु नै तपाईहरुले राष्ट्रिय स्वतन्त्र पार्टी उसले प्राप्त गरेको फागुन 21 को म संसदमा उहाँको उपस्थिति त्यो पचाउनै तपाईहरुलाई गाह्रो भएको छ के तपाईहरुलाई हाजमला चाहियो यो घडीले चाहिँ तपाईलाई कहिल्यै नछाड्ने भयो अब सुन्नु न एउटा आज पनि जनता जान्न चाहन्छन् कार्यक्रम गर्यो तल कमेन्टमा लेखिहाल्छन् घडी चोर प्युठानी जनता साँच्चै बाठा हुनुहुँदो रहेछ हैन भयभरका माला थरीथरीका माला सूर्य थापालाई भोट चाहिँ अरूलाई दिनुभयो हैन बाँदरको सन्दर्भमा यो रासोपा आएपछि बाँदर आएको होइन नेपालमा यही भन्दाखेरि म बिचमा गाईकाण्डमा परे यो धरतीमा जति मान्छेको अधिकार छ काण्डमा पर्ने जति जिम्मा चाहिँ ठ्याक्कै तपाईले लिएछ होइन यसो सब मैले फेरि पनि भने बोल्दै गर्दाखेरि पर्ने कुरा मैले अहिले पनि के बताउन खोजेँ एक तोलाको जिब्रो धेरै फड्कार्नु हुँदैन क्या अध्यक्ष केपी शर्मा ओली सचिव महेश बस्नेत र सूर्य थापा एमालेमा अरूले जितोस् बरु तर यो तीनजनाले चाहिँ जित्दै हुन्न भन्ने थियो मलाई चाहिँ एउटा आलोचना के थियो भने कम बोल्छ रुखो बोल्छ घुलमिलै पिरेर बोल्छ घुलमिल हेपेर बोल्छ कपडा बिहानैदेखि भिजाएर राखेको सूर्य थापा कता गएछन् आउलान् र धोलान् भनेको आइदैनन् भन्ने देख्नुभयो मसँग धरौटी राख भन्ने हो भने 10 रुपैयाँ हुँदैन कहाँबाट हुन्छ केपी ओलीजीले 10 रुपैयाँको समस्या छ समस्या छैन यत्रो बिग्नु सारा देश चलाएको छ व्यापारी चलाउँछ तस्कर चलाउँछ भ्रष्टाचारी पाल्ने उसै हो भ्रष्टाचारीलाई जोगाउने उयो वाह क्या एक्टिंग कर रहा है मैले तपाईकै केही पार्टीका नेताहरूसँग अनौपचारिक संवाद गर्दा वर्षै पछि बुझाएछ अहिले पनि माग्यो सम्पत्ति विवरण आइसकेपछि तपाईहरु कहाँनिर जाकिने हो थाहा छैन कुलिङ अफ पिरियडमा कुलङ्गारका रूपमा काम गरिसकेपछि जनताले तपाईलाई कुलिङ पिरियडमै राखिदिए जनताले भोट हालेर चुनेको हो प्रधानमन्त्री अनि के तपाई जनताले जस्तो समानुपातिक आयो हो र रवि लामिछानेको सन्दर्भमा तपाईहरुले के गर्नु भएको थियो सुन्नु न त्यो रवि तपाईको पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले त्यति बेला कस्तो व्यवहार गरेको थियो म तपाईलाई दावाका साथ कति प्रतिशत साधेको थियो होइन सरकारले साधेको होइन रातारात पीडितहरूले उजुरी बाहिर भन्छन् त सुन्नु न अन्तिम इच्छा समेत सोधियो पीडितहरूले बेडरुममा पुगेर बेडरुमबाट उठाएर रातारात पोखरा पुर्याइयो त्यो पुलिसले गरे होला के पुलिसले पुर्याइयो पुलिसले गरे होला पुलिसले किन गर्यो त्यो अहिले पनि त प्रहरीले गरेको होला नि त त्यसमा अहिले पनि त प्रहरीले गरेको होला नि त त्यसमा उहाँहरूलाई कस्तो लागेको छ भने कसरी हुन्छ बालन शाहलाई घुँडा टेकाउने राति पार्ने झाँको झार्ने उहाँले अघि पनि जब जसरी जुन ढङ्गले उहाँ आउनु भयो आउने शैली नै त्यही हो त्यसलाई बालन स्टाइल भन्छ एउटा घोषणा गर्नुहोस् न उहाँ दोषी देखिनु भयो भने तपाईले सांसद पद त्यागेर बजाङमा गएर हलो जोत्न तयार हुनुहुन्छ तपाई माथि पनि सडकमा प्रश्न उठ्न थालिसक्यो घरमा अनसन बसेर मान्छे परिचालित मान्छेलाई ल्याएर जाने तपाईले अन्याय गर्नुभयो प्रमाण चाहिएन कानुन रूपमा हुनु परेन कोही मान्छे परिचालित ढङ्गले ल्याएर डर लाग्दैन किन गल्ती गर्नु भएको छैन विगतमा ल्याएर गल्ती गरे भए चाहिँ के म सांसद जितेर आउँथ्यो होला र हावा नचलिकन पात हल्लिन्छ सुदन किराँतीजी अबको वैकल्पिक शक्ति को हो त श्रम संस्कृति पार्टी सपनामा कि विपनामा लगा हुआ जो लिखता हर बात पे मिलूंगा मैं मरा हुआ नशेड़ियों के साथ में उस रात में मौजूद था जो तेरा है वजूद बेटे नाचते हैं